हजुरको शुभ नाम भनिदिनु न सर। नमस्कार, मेरो नाम जितेन्द्र कुमार छ। विराटनगर महानगरपालिका वडा नम्बर 18 का वडा अध्यक्ष। पछिल्लो समय तपाईँ निर्वाचित भएर आइसकेपछि के कस्ता विकासका निर्माणका कार्यहरू भएका छन् त्यो बारेमा जानकारी दिनुहोस् न हामीलाई। सर्वप्रथम म हजुरलाई यो जानकारी गराउन चाहन्छु हजुरकै माध्यमबाट। हाम्रो यो 18 नम्बर वडा जुन हो, यसभन्दा अगाडि गाविस भएको वडा हो। भौतिक पूर्वाधारमा भन्नुहुन्छ भने विकासको तर्फमा धेरै नै पछाडि परेको र क्षेत्रफलमा 19वटै वार्डमा सबभन्दा ठुलो वार्ड हो। त्यति हुँदाहुँदै र शिक्षा र स्वास्थ्य पनि यो वडा अत्यन्त नै पछाडि परेको। अहिलेसम्म मावि स्कुल छैन, शिक्षामा भन्नुहुन्छ भने स्वास्थ्य चौकी स्थायी रूपमा छैन, अस्थायी रूपमा अहिले पनि भरावमा छ। अनि विकासको क्रममा योभन्दा अगाडि हाम्रो कतिपय बाटोमा त माटो घेराल पनि भएको थिएन। धेरै लगभग 95% घेरालको काम सकिसकेछ। पिचको काम भन्नुहुन्छ भने म आइसकेपछि 2.5 किलोमिटर लगभग पिच मेरो यो वडाको योजनाबाट र नगरपालिकाले सहयोग गरेको योजनाबाट 2.5 किलोमिटर पिच भएको छ। ग्रेभल लगभग 2 किलोमिटर हाम्रो वार्डभरिको भएको छ। र साथसाथै एउटा बाटो हाम्रो यहाँ पूर्व साबिक वार्ड नम्बर 1 मा लगभग 40 वर्षदेखि नबनेको बाटो हो। त्यसमा माटो ग्रेभल पनि भएको हो। 1 किलोको ग्रेभल बाटो हो त्यो। विकास बाटोघाटो र नाला पनि लगभग 1000 मिटर नाला पनि बनेको छ। ढक्कन पनि त्यसमा लागिसकेको छ, 1-2 ठाउँ ढक्कन बाँकी छ। र साथसाथै अब बाटोपछि शिक्षामा विद्यालयको अवस्था अहिले भन्नुहुन्छ भने योभन्दा अगाडि धेरै जाजर थियो कि विद्यालयको भौतिक निर्माणमा भौतिक पूर्वाधार पनि धेरै अभाव थियो। अहिले लगभग हाम्रो वडामा 5वटा विद्यालय छ। 5वटैमा विद्यार्थीको सङ्ख्या अनुसार भौतिक पूर्वाधार तिनीहरूलाई इनफ छ। विद्यार्थीको सङ्ख्या अनुसार केही घटमा छैन। र रङ रोहन सरसफाइ यताउति सम्पूर्ण हामीले वडाबाट पनि उहाँहरूलाई बजेट छुट्याएर दिएको छौँ। वर्षै पछि दिइरहेछौँ। लगभग काम भइसकेछ विद्यालयमा र शिक्षामा पनि राम्रो सुधार भएको छ। र स्वास्थ्यमा जग्गाको कारणले गर्दाखेरि स्वास्थ्य स्थायी भएको छैन। यो पनि धेरै छिटो नै हुन्छ। र साथसाथै अब जनचेतना कार्यक्रम पनि भएको छ। सिपमूलक कार्यक्रम पनि भएको छ। सिपमूलकमा जुत्ता चप्पलको भएको छ, सिलाइ कटाइ भएको छ, किस्टर मल्ला बनाउने त्यो भएको छ, ड्राइभिङको भएको छ। ड्राइभिङमा भर्खर यसले सम्पन्न भएको 30 जना सहभागी थियो। त्यसमा 3 जना जति लाइसेन्स पनि लिइसकेको थियो सहभागी मध्ये। तुरन्त सहभागी त्यो कार्यक्रम सक्ने बित्तिकै उहाँहरूले ट्रायल दिनुभयो। ट्रायलमा पनि पास हुनुभएछ। लोकसेवाको कक्षा तयारी गएको वर्ष पनि भयो, यसपालि पनि चलिरहेछ। वर्षै पछि हामी यस्ता कुराहरूलाई पनि निरन्तरता दिइरहेछौँ र बिस्तारै यो कुराहरू पनि विकास भइरहेछ। तपाईँहरूले विविध कार्यक्रमहरू सञ्चालन गरिरहँदा यहाँका स्थानीय बासिन्दाहरूको सहभागिता चाहिँ कस्तो पाउनु भएको छ? उहाँहरूको प्रतिक्रिया चाहिँ के छ? राम्रो गर्नुभएको? सहभागिता सक्रिय त ठिकै छ, तर सहभागिता अलिक अब कमी छ। जनचेतनाले गर्दा, अब समयको अभावले गर्दा कतिजना त आफ्नै काममा व्यस्त हुन्छ। त्यसले गर्दा पनि अब कतिजनाको मनमा यो भरम छ यो कार्यक्रमहरूबाट के लाभ हुन्छ भनेर। छिटिक लाभ हुन्छ नि, तुरन्त लाभ हुने अवस्था छैन। यो कार्यक्रमहरूबाट मानव सिप लिएको छ, सिप त कतै प्रयोग गरिसकेपछि मात्रै त्यो सिपबाट लाभ हुने हो नि त। कतिजनाको सोचमा यो छ कि तुरन्त कुनै काम गरौँ, त्यसबाट तुरन्त कसरी लाभ हुन्छ भने आर्थिक लाभ, त्यो कन्सेप्टले गर्दा सहभागिताहरू अलिक कम नै छ। अब आगामी दिनमा तपाईँहरूका योजनाहरू के छन्? यो ओडालाई चाहिँ विराटनगरको एउटा नमुना ओडाको रूपमा विकसित गर्नका लागि तपाईँको योजना चाहिँ के छ? अर्को कुरा मैले भन्ने छुटेँ, हाम्रो यो 18 नम्बर वडा कृषि वडा नै भन्दा हुन्छ। लगभग 90% यहाँ जग्गा कृषिमै छ, सबैजना कृषि नै गरेछ। कृषिमा म वडाबाट मोटर सिँचाइको लागि मोटर बोर्डिङ पनि उपलब्ध गराएको छु। 2 चोटि गराइसकेको छु। लगभग 40 जनाले मोटर सिँचाइ पाउनुभएछ। साथसाथै योभन्दा अगाडि माटो परीक्षण गरेको थिएँ। वर्षै पछि किसानहरूलाई पनि योजना छुट्याएको छु र त्योहरू पनि काम भएछ। यहाँको किसान तर वास्तवमा किसानहरूको समस्या भन्नुहुन्छ भने मलको समस्या दिनपछि भइरहन्छ। म यो तपाईँको माध्यमबाट यो कुरा भन्न पनि चाहन्छु। मलको अलिक सहज हुँदाखेरि यहाँको किसानहरू उत्पादनमा पनि वृद्धि हुन्छ र साथसाथै किसानहरूको ठुलो राहत हुन्छ। र आगामी दिनमा जुन योजना भन्नुहुन्छ भने सर्वप्रथम हामीले अघि पनि भने शिक्षा र स्वास्थ्य सुधार्नु पर्यो। शिक्षा लगभग अहिले सुध्रिसकेछ। मावि स्कुल यहाँ बनिसकेपछि यहाँको चेलीबेटी जुन टाढा जानु परेछ, यहाँदेखि लगभग 3 किलो 4 किलोमिटर मार्केट विराटनगर कुद्नु परिरहेछ। तिनीहरू विभिन्न समस्याबाट जोगिन्छ र साथसाथै तिनीहरूको
पढाइमा पनि राम्रो सुधार आउँछ। कारण विद्यार्थी यस्तो हो कि टाढा जानु बित्तिकै शारीरिक रूपले तिनीहरू थाकिसकेको हुन्छ। पढाइमा जुन समय दिनु खर्च गर्नुको साथै त्यसलाई एक्स्ट्रा समयमा त्यहाँ जान आउनु पनि खर्च गर्नुपर्छ र साथसाथै स्वास्थ्यमा पनि तिनीहरूलाई समस्या आइरहन्छ। यहाँ मावि स्कुल हुँदाखेरि शिक्षामा स्वास्थ्य सुधार भइसकेपछि अभियसली सबै कुरामा सुधार भइ नै हाल्छ र साथसाथै यहाँको नालाको र बाटोघाटो पनि अलिकति अभाव नै छ। जुन अनुसारले विकास हुनुपर्ने छैन त्यसलाई प्राथमिकता मैले राखेको छु। तपाईँहरूले जुन रूपमा विभिन्न किसिमका विकास निर्माणका योजनाहरू अगाडि ल्याइरहँदाखेरि जनताहरू पक्कै पनि उत्साहित हुनुभएको होला होइन? जनता उत्साहित भइसकेपछि उहाँहरूको चाहना के छ? यो क्षेत्रमा अझ विकास होस् भन्ने चाहना छ अथवा के छ? उत्साहित त छ, तर उहाँहरूको इच्छा अनुसार काम भएको छ। यति भएन, योभन्दा अझै यति हुँदा राम्रो हुन्थ्यो, यो भएन त्यो हुनु पर्थ्यो। इच्छा मान्छेको इच्छा शक्ति भन्नुहुन्छ भने त्यो असन्तुष्टि नै हुन्छ, त्योसँग पुरै हुँदैन। यो भएन, योभन्दा अझै राम्रो हो। पिच बनिसकेपछि नल्ला हुँदा राम्रो हो, नल्ला भइसकेपछि नल्ला शुद्ध ढक्कन पिच बाटो नै हुँदा राम्रो हो। अब किसानहरूको लागि नै धेरै जसो ठाउँमा त्यो विद्युतको लाइन पुगिसकेको छ, कतै ठाउँ पुगेको छैन, उहाँहरूलाई पनि यो समस्या छ। किसानहरूलाई पनि लाइनको सिँचाइको लाइन हुँदाखेरि अलिक राम्रो हुन्थ्यो, हुन चाहिँ भइरहेछ, तर जुन अनुसारमा हुनुपर्ने त्यो अनुसार हामीले गर्न गाह्रो भइरहेछ अहिले। कि भन्नुहुन्छ भने आर्थिक समस्याले गर्दा पनि र एक्लै यहाँबाट हुने काम होइन, तीनवटै सरकारको सहयोगमा मात्रै हुने यो विकासको काम हो। माथिको अर्को सरकार, प्रदेश सरकार हो, केन्द्र सरकारबाट पनि अलिकति बल आएपछि यो काम राम्रो रूपमा रफ्तार लिन्थ्यो, मलाई यति विश्वास छ। जुन रूपमा तपाईँले यहाँका जनताहरू अलिकति पछौटीपनमा हुनुहुन्छ, अलिकति शिक्षित हुनुहुन्न भन्नुभयो, उहाँहरूको लागि कामकाजलाई सहज रूपमा बनाउनको लागि चाहिँ तपाईँले के पहल गर्नुभएको छ? के छ पहल? त्यो जनचेतना कार्यक्रमहरू बिचमा छ। साथसाथै अब गाउँघरमा भेट्दाखेरि त्यो कुरा कसरी गर्ने, त्यो कम्युनिकेसन हुँदै हामीहरूको कुरा बिस्तारै सुधार भइरहेछ। जनचेतना भन्नुहुन्छ भने हामीहरू वास्तवमा यहाँको बोर्डर एरियाले गर्दा मार्केटसम्म र सम्बन्धित ठाउँसम्म नपुगेर जनचेतना हो। बुद्धिमा जनचेतना पछि परेको बाटो होइन। फेरि हामी सबै लगभग बुद्धिजीवी नै हुनुहुन्छ, शिक्षित पनि छ। ठाउँसम्म नपुगेर सबै कुरा सम्पूर्ण कुरा जानकारी नभएर अलिकति त्यो कुरालाई व्यवस्थित गर्नलाई गाह्रो भइरहेछ। कुरा यति हो, व्यवस्थित गर्नलाई गाह्रो भइरहेछ। सरकारले दिएका सेवा सुविधाहरू प्रभाव तपाईँहरूले सहज रूपमा नै गरिराख्नु भएको छ? त्यसमा के समस्या छैन। हाम्रो यस वडा कार्यालय पनि भर्खर उद्घाटन भएको। योभन्दा अगाडि वडा कार्यालय पनि भडामा थियो, 6 महिना अगाडि उद्घाटन भएको। वडा कार्यालय उद्घाटन भइसकेपछि सेवा ग्राहकलाई पनि यहाँ सजिलो भइरहेछ, सबै काम समयमै भइरहेछ। भाडा हुँदाखेरि त्यतिखेर त्यहाँ ठाउँको पनि समस्या हुन्थ्यो, ठाउँले गर्दा सानो काम ठुलो समय लिन्थ्यो, तर यहाँ यस्तो समस्याहरू छैन। विशेष गरी विराटनगर महानगरपालिकाले चाहिँ तपाईँहरूलाई अब के कुरामा अलिकति ध्यान दियो भने यहाँको जनताहरूले सेवा सुविधा योभन्दा अझ परिष्कृत ढङ्गबाट, अझ राम्रो ढङ्गबाट पाउँथ्यो जस्तो लाग्छ? मेरो 18 नम्बर वार्डको हकमा भन्नुहुन्छ भने प्राथमिकता किसानलाई दिएको चाहिँ राम्रो हुन्थ्यो। दोस्रोमा शिक्षा, तेस्रोमा भन्नुहुन्छ भने बाटोघाटो। यो किसान र शिक्षा भन्नुहुन्छ भने एकदम डेली युज हुने कुरा हो। किसानलाई पनि डेली आफ्नो जैविक भन्नुहुन्छ त्यसको जिल्लादारी नै त्यो हो। दैनिक काम गर्ने, त्यहाँबाट आमदानी आउने, त्यहाँबाट नै खर्च गर्ने त्यो हो। किसानलाई यदि यहाँबाट उकासिन्छ भने त्यसको आर्थिक अवस्था उकिन्छ। आर्थिक अवस्था सुधार भइसकेपछि तिनीहरूलाई अरू काम पनि गर्न बल पुग्थ्यो। र साथसाथै विद्यार्थी यहाँ स्कुल मावि भइसकेपछि शिक्षाले गर्दा एउटा विद्यार्थी यदि शिक्षित हुन्छ भने मलाई जहाँसम्म लाग्छ आफ्नो घर परिवारलाई पनि राम्रो शिक्षित बनाउन सक्छ र व्यवस्थित परिवार र सुखी परिवार बनाउन सक्छ। त्यसले गर्दा अरू सेक्टरमा पनि बल पुग्छ। यदि शिक्षामा सुधार भएपछि अरू सेक्टरमा पनि त्यसले गर्दा नै त्यो माध्यमबाट बल पुग्छ, मलाई जहाँसम्म लाग्छ। अन्त्यमा तपाईँले आम रूपमा यस भिडियो हेरिरहनुभएका दर्शक तथा श्रोता जसले तपाईँलाई हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। मैले अहिले 3 वर्ष भइसकेको छ उहाँहरूले को साथ सहयोग पाएको छौँ। यस्तै आगामी दिनमा उहाँहरूको साथ सहयोग पाउनेछु, विश्वास पनि छ र आशा पनि छ। सहयोग पनि गर्नुहुन्छ भन्ने मेरो आशा छ। र साथसाथै मैले तपाईँलाई एउटा कुरा अझै थप जानकारी गर्न चाहे। राजा विराटको जुन दरबार छ यो हाम्रै वार्डमा छ। राजा विराटको जुन दरबार छ त्यसको संरक्षण साथसाथै त्यसको विकास निर्माणहरू काम थप छ। योजनाको कमीले गर्दा भन्नुहुन्छ भने पैसाको कमीले गर्दा सपोर्ट नभएको कारणले गर्दा म सबैलाई यही अपिल गर्न चाहन्छु, जुन हाम्रो विराटनगर महानगरपालिकामा 18 नम्बर वार्डमा जुन राजा विराटको दरबार छ त्यसको संरक्षण र त्यसको पर्यटक विकासको लागि सबैको साथ सहयोगको आवश्यकता छ। सबैसँग म अपिल गर्न चाहन्छु यो राजा विराटको क्षेत्रलाई एउटा पर्यटक क्षेत्र
जस्तो विकास गरिदिनको लागि सहयोग गर्नको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु। हस् त, व्यस्त समयका बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो, त्यसको लागि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद, नमस्कार। विशेष गरी यो 18 नम्बरमा चाहिँ तपाईँहरूले विभिन्न धार्मिक स्थलहरू पनि रहेका छन्। यिनीहरूको वृद्धि एवं विकास गर्नका लागि चाहिँ के गर्नुभएको छ? अब धार्मिकमा भन्नुहुन्छ भने यहाँ हाम्रो प्राय मठ मन्दिर छ, साथसाथै यता सत्सङ्ग भवनहरू पनि छ। हजुर। अनि वडावाटको बजेटबाट नि मठ मन्दिर पनि निर्माण गर्ने काम भएछ। 3वटा मन्दिरमा गत वर्ष पनि त्यो योजना छुट्याएको थियो, काम पनि भएको छ र सत्सङ्ग मन्दिरमा पनि भएको छ। साथसाथै हाम्रो राजा विराटको जुन दरबार छ त्यो दरबारमा पनि नगर स्तरीय योजनाबाट 1 करोड रुपियाँ गएको वर्ष छुट्याएको थियो। त्यो पोखरीको त्यो घेराबेरा भएको छ विराट राजाको दरबारमा पनि। र म आउनुभन्दा अगाडि यो बाटो रोड लाइट जुन छ हाम्रो वडाभरिमै लगभग 40% जति काम मात्रै भएको थियो। 40% काम मात्रै भएको थियो। अहिले 95% काम भइसक्यो। बाटो भन्नुहुन्छ भने जहाँ जहाँ बस्ती छ लगभग सबै रोडमा बिजुली बत्ती व्यवस्थापन भइसकेको छ। बिजुली बत्तीको अहिले समस्या छैन बाटोमा। रोड लाइटहरूको व्यवस्थापन पूर्ण रूपमा भएको छ? पूर्ण रूपले भएको छ। हुन्छ। साथै हामीहरू मठ मन्दिरमा पनि समय समयमा बल बत्ती वडाबाट नै दिने गरेछौँ।